वाटर मिटर फिट गर्न लागेको छ साथीहरु। विशेष भिडियो छ। यो चाहिँ सिल टेप हो। यहाँ सिल टेप चाहिँ यहाँनिर यो मेल थ्रेडमा चाहिँ हामीले सिल टेप राम्रोसँग यहाँनिर लगाउनु पर्ने हुन्छ, नत्र भए पानी लिक हुन्छ। राम्रोसँग फिट भइसक्यो हेर्न सक्नुहुन्छ। ब्रास मिटर कप्लिङ सेटमा चाहिँ मैले यहाँ दुईवटामै लगाइसकेँ हेर्न सक्नुहुन्छ। यहाँनिर मैले सिल टेप लगाइसकेँ। अब हेर्न सक्नुहुन्छ यो चाहिँ पीपीआर एडाप्टर हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ फिमेलमा है साथीहरु, फिमेल थ्रेड। अब यो मेल थ्रेड यहाँनिर अब यहाँनिर यसरी तपाईको यसरी फिट हुन्छ। ह्यान्ड टुल चाहिन्छ, यो मंकी प्लायर अनि त्यसपछि यो चाहिँ स्लाइडेन यसरी, अनि यो चाहिँ मंकी प्लायरले चाहिँ अब हामीले अब यहाँनिर एडजस्ट गरेर त्यसपछि हामीले यहाँनिर यसरी टाइट गर्न सक्छ। ब्रास वाटर मिटरको चाहिँ यो हाम्रो कप्लिङ सेट भन्छ यसलाई। मैले यहाँ फिट गर्दै छु फिमेल सकेटमा चाहिँ। ल हेर्न सक्नुहुन्छ यहाँनिर मैले पुरा फिट गरिसकेँ। ब्रास मिटर कप्लिङ सेटलाई चाहिँ यसरी फिट गर्न सकिन्छ साथीहरु, हेर्न सक्नुहुन्छ। यहाँनिर यो 15 mm अनि यो एरो देखाएको छ। यो एरो देखाएको चाहिँ यो इनलेट, यो चाहिँ आउटलेट हो, हेर्न सक्नुहुन्छ। वाटर मिटर फिटिङ यो चाहिँ धाराको यो मेन लाइन हो। यो मेन लाइनमा चाहिँ यहाँनिर मैले फिट गर्न लागेको छु। मार्किङ गर्न सकिन्छ यहाँनिर। पाइप कटर, अब पाइप कटरले मैले यहाँ कटिङ गर्न लागिरहेको छु। यो मार्किङ गरेको यही हो यहाँनिर पाइप कटरले। अनि यहाँ हाम्रो यहाँ छ मार्किङ गरेको हो यहाँनिर पाइप कटरले यसरी। यो वाटर मिटर यो कप्लिङ सेट यहाँ अब फिट गर्न लागिरहेको छ। अब चाहिँ पीपीआर वेल्डिङ मेसिन हो। अब यहाँनिर अब यसलाई यसरी यसरी सिधा पुस गर्नुपर्ने हुन्छ साथीहरु, हामीले फिट गर्नुपर्ने हुन्छ। अब हामीले सिधा एब्लेटरलाई सिधा फिट गर्ने, यहाँ हेर्न सक्नुहुन्छ। अब यो फिट भयो। अब हेर्न सक्नुहुन्छ अब यहाँ फिट भइसक्यो यो फिमेल एब्लेटर। अब यहाँनिर यसमा इनमा फिट गर्न लागेको छ। अब हेर्न सक्नुहुन्छ यसलाई पनि सेम सिधा पुस गर्नुपर्ने हुन्छ। सिधा पुस गरेपछि अनि यसरी हामीले सिधा पुस गर्नुपर्ने हुन्छ। वाटर मिटर कप्लिङ सेट अनि यो पीपीआर फिमेल एब्लेटर यहाँ फिट गरिसक्यो, यहाँ पनि फिट गरिसक्यो। साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्स्क्राइब गर्नु होला, नयाँ हुनुहुन्छ भने फलो गर्नु होला साथीहरु। एरो यहाँ देखाइरहेको छ, यो चाहिँ इनलेट हो। इनलेटमा अब यसरी वासर फिट गर्ने, त्यसपछि यो इनलेट छ, इनलेटमा यहाँनिर यसरी हामीले फिट गर्ने। यो इनलेटको हो, ल हेर्न सक्नुहुन्छ। यो वासर हामीले फिट राख्नुपर्ने हुन्छ। यो चाहिँ आउटलेटको चाहिँ यहाँनिर यसरी हामीले यसरी फिट गर्ने है। यो आउटलेटको हो साथीहरु, हेर्न सक्नुहुन्छ। साथीहरु यो चाहिँ वाटर मिटर फिटिङ। साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने एसडीपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्स्क्राइब गर्नु होला, नयाँ हुनुहुन्छ भने फलो गर्नु होला साथीहरु। फेसबुकमा सुदीप सुनवार फलो गर्नु होला साथीहरु, लाइक गर्नु होला, शेयर गर्नु होला।